हेलो नमस्कार, वेलकम टु माई भ्लग। हामी चाहिँ आज धेरै टाइमपछि भ्लग गर्ने भ्लग गर्ने इच्छा जागेर आएको छ होइन। किनभने धेरै टाइमपछि हामी दाजुभाइहरू सँगै हिँडेका छौँ। किनकि हामी धेरै भएको थियो। यो दसैँ अगाडि चाहिँ नि छ्याप्पै स्कुल सुरु भएको थियो। अनि स्कुल सुरु हुँदाखेरि कसैको होस्टेल, कसैको प्लस टू सुरु, कसैको ब्याचलर सुरु भएर चाहिँ नि हामी भ्लगलाई निरन्तरता दिएन सकेको थिएनौँ। आज चाहिँ नि दसैँ छुट्टी, त्यही माथि अब भोलि फुलपाते धर्म स्थापनामै पिङ थाप्ने भनेको थाप्नै पाइएन क्या। अब त्यो भएर कसैको के काम भयो अनि भोलि फुलपाते भएर चाहिँ सबै दाजुभाइहरू भेला पुग्छ हामी। ऊ अगाडि पुगिसकेको तिनीहरू चाहिँ ऊ अगाडि छ। हामी चाहिँ नि अब आज चाहिँ नि बाँस उतै ठाटी भन्ने ठाउँमा काट्न जाने हो। मेरो बहिनी पनि यहाँ छु नि। हेलो। अनि आज चाहिँ गर्ने हो, रमाइलो गर्ने हो। भरे अब पिङ थापेर रोटी सोटी सेलरोटी खाएर एक बजार लाने हो। अब गाउँ ठाउँमा यस्तै हुन्छ, बजार ठाउँमा त पिङ थापे नि रमाइलो हुन्छ क्या। त्यो एउटा स्मल अकेजन जस्तो हुन्छ। हाम्रो गाउँ ठाउँमा चाहिँ पिङ थापेपछि अब सेलरोटीलाई पिङको माथि नफालेसम्म त्यो सेलरोटी पुरै हुन्न क्या। त्यस्तै हुन्छ कहानी। पुरातन वादी सोचहरू लिएका मेरा ठुल्ठुला बुढाबुढाहरू छन्। ल ल भ्लगमा आइदिनु त छिटो। यहाँ भाग्दा भाग्दैन, साह्रै टाढो भयो। भाग्दा भाग्दा बल्ल भेटेछौँ हामीले। नमस्कार। यस हामीसँग आज लाख लाग्छ किनकि हामीले गाउँमै विषय होइन, गाउँभरि घरै विषय दुई विषयमा आएको। जापानबाट आएको लौरेहरूलाई 500मा आएको। मेरो पैसाहरू ताप्ने पैसा हुन्छ। अब यहाँ यस्तै हो, दसैँको बेला तास खेल्ने यस्तो मान्छेलाई चाहिँ पुलिसले समात्यो हुन्थ्यो क्या। दसैँको बेला त फ्री हुनु पऱ्यो नि। दसैँ बेला फ्री हो। एकछिन भ्लगसँग स्टप गऱ्यो तासै पैसा साट्नु हो है, एकछिन पैसा छाड्नु पऱ्यो है त। हामी फेरि भिडियो स्वागत छ हाम्रो भ्लगमा। हाम्रो दाजु तास खेल्ने दाजु यो एकदम नराम्रो बानी हो। तर दसैँमा खेल्नुहोस्, राम्रो खेल्नुहोस्, तर लाखको नखेल्नुहोस् क्या। 500 600 म्याक्सिमम् खाल उठ्यो भने त्यतिकै उठाउनुहोस् क्या। किनकि धेरै उठायो भने त हेर तिमी लाउरे हो मलाई मान्छु, तर तिम्रो बुढीलाई त मान्दैन नि त यार। भरे गएर फेरि बुढीको गाली खानु पर्ला। छोरा हो भने बरु फेरि आमा पैसा तोड्नु पर्ला पुगेर, झ्याउ हुन्छ। त्यही भएर अलि सक्ने हैसियतले जान्ने आफूले दिमागले सोचेर गर्नुपर्छ है साथी हो। तर रमाइलो छ। आज हामी कोर्ट कसरी गाईजहरू चाहिँ नि रमाइलो गरेर धेरै टाइमपछि यसरी हिँडेका छौँ है। आहा कति मजा हो। 2-4 वर्षपछि ग्यापमा चाहिँ नि हामीले बल्ल पिङ थापेको। किन भन्दाखेरि हामी सबै विदेश गएका थियौँ। अब सबै कोही जापान कोही अमेरिका जाँदाखेरि टाइम ग्यापमा ठ्याक्कै योपालि दसैँ मिलाएर आएको सबै। अनि त्यो एकैचोटि थापेको हाम्रो गाईजहरू यी पानी पिउनु भरे। अब हाम्रो बुहारीहरूले रोटी बनाइरहेको छ, त्यो नाचेको जोडेर यो भिडियो चाहिँ एकदम सर्ट बनाएर हाल्ने। त्यो चाहिँ है रमाइलो गर्नु। एउटा एप छ, बियोने एपले टक्क काट्ने भिडियो होइन बाँध्यो होइन। बियोने एप के यस्तामा केप कट भन्छ त भाइ। बियोने एपले त आम्मी काटिन्छ भिडियो एडिटिङ। म अङ्गल नमार त भरे बाँध्यो भाइ चल भनेको। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी। फेरि भन्नु त फेरि होइन बस्दै उडाइदिन। ए बस आइसकेको छ यार। हामी म त बसेन हेरेको, झन्डै उडाइदिएको यार। लडेको छ। मैले अघि खैरो भालु भनेको चाहिँ नि खैरो भालु भनेको यही हो। कुन गाउँबाट आएको चाहिँ नि यो खैरो भालु। ए अमित तेरो 6 प्याक देखा नि त यहाँ। ओए यहाँ नदेखाए कहाँ देखाउँछस्? यहाँ देखाइछ भने तर 4वटा केटी फेरि थपिन्छ तेरो। ल यी टक्क पछाडि हिँड्ने क्यामराम्यान भएपछि केटाहरूलाई देखाउने। आज हाम्रो चाहिँ नि यस्तो छ कि ओहो यो बाबु त लौरे हो क्या। ओए लौरेको ड्रेस लाग्छ त्यहाँ। यहाँ आइज बाबु, तेरो नाम के हो? सौरभ हो। यहाँ आयो भन्दै नि त। भरे यो छारो भिन्दै भ्लगमा सब्सक्राइब गर्ने बुझ्यो? के भ्लगमा अरे हो आउने यहाँ कोर्ट कसरीको है। वाउ गाइज धेरै टाइमपछि आज चाहिँ हामी यसरी भ्यानमा चढेको है। कसको आइडिया अन्त विशाल दाइको आइडिया है। आया ओहो हो बाँस टिप्न जाँदाखेरि काट्न जाँदाखेरि ट्याक्क हाम्रो भैँसी लिनु जाने ठ्याक्क भ्यान भेट्यो क्या।
रमाइलो भइदियोस् गाइज। ल के भन्नु छ यहाँ? म केही भन्न चाहन्छु। भनौँ न, भ्लग भाइरल हुनु परेन भान्द्रे? भन्नु त, रमाइलो भन्छ? तँलाई सेलरोटी बनाउँछ क्या? रमाइलो भयो, रमाइलो। अब हाम्रो डेस्टिनेसन पनि आयो। हाम्रो डेस्टिनेसन आयो सबै हाम्फाल। म पनि हाम्फाल गाइज। रमाइलो भयो है, धेरै टाइमपछि ध्यान चल्यो। हाम्रो दाजुलाई थ्याङ्क यू। यता होइन गाइज, उताको भन्दै थियो यार तिनीहरू त। उता जान्छु भन्दै थियो क्या। मेरोमा पैसा सक्यो है। ए ल कता सुरज? ए दादा नि बाँस कता खायो त राम्रो? तपाईँको छ र बाँस? लाग्दैन ल। लादा नि राम्रो राम्रो बाटो रहेछ। एकदमै राम्रो दाममा पाइरहेको कति हो? 500 रुपियाँको 5वटा। 500 को 5वटा? ल भन् त। तर के त्यहाँ गएर चाहिँ त्यो बुढोसँग घेर्दै, बुढो र त्यो बुढीसँग चाहिँ घेर्दै नबोल है। हुन्छ हुन्न भाइ। ए ल हामीले 500 को 5वटा पाउने भन्ने कुरा छ। राम्रो हो नि त होइन? ल दाजु 500 को 5वटा बाँस पाएको तपाईँलाई कस्तो लाग्यो? एकदम यो त खुसीको कुरा हो, तर बाँस चाहिँ एकदम छिप्पिएको हुनु पर्यो होइन? हामीले लगाए जब बाँस चाहिँ नि यस्तो हेरेको रहेछ। कस्तो सहिरहेको हुन्छ, राम्रो छ कि छैन बाँस है। सकेसम्म पोहोर परारको हुनुपर्छ। पोहोरको भन्दा पनि परारको हुनुपर्छ। हाम्रो आमाईको रहेछ बाँस चाहिँ नि है। आमाई शान्ति हुनुहुन्छ के अरे? ल अब हामी घुमी फेरि छिमेकी गाउँबाट आज यहाँ बाँस माग्न आएछौँ। आमाले राम्रै गरेर भन्न चाहिँ के अरे परारकै होला नि है? पोहोर परारकै होला। त्यो छदौरे छन् हामी फेरि धेरै जस्तो। छदौरे केटाहरूले फेरि हरियो हरियो मनपर्छ, केटी नै हरियो मनपर्ने। अनि फेरि के बाँस पनि हरियो मन पराउनु त भएन। बाँस चाहिँ नि छिपेको मन पराउनु पऱ्यो। खाजा बनाऊ भन्नुपर्छ कि है आज? खाजा बनाऊ ल। मम्मीलाई खाजा के खाने हो? खाजा मासु चुरा? सुक्खा रोटी त डेन्जर टाइम लाउँछ क्या। त्यो सेकेन्डको लास्टै कलिलो छ त नि। यहीँ हेरौँ न ल। हेर्नु त यो अलिकति खैरो खैरो देखेछ, त्यो हरियो देखेछ क्या। टाढा भएर हेर्नुले होइन? मादल अलिक राम्रै काट्ने नि। दुईवटा चाहिँ काटिसकेको छ के अरे हामीले होइन? यदि सानो मादल हुन्छ लडेको छ नि त। ल हाम्रो चाहिँ नि यहाँ बाँस काट्ने चितवनदेखि हामीले वरिष्ठ मान्छेहरू बोलाएको छौँ है। ह्याप्पी दसैँ। यस्तो बाङ्गो भएपछि गाड्नेलाई बाङ्गो गाड्ने बाँध्नेपछि भाइ यहाँ पिङ बाँध्ने तरिका है। यो क्या तरिका यो अन्त यो अन्त अहिले पड्किनु त पड्केन नि। आमा केटा हो। ओइ तिमीहरू दुईजना त अल्छी हो, किन आएको यता? तान्न जा अब के भयो? ए सिस्नु रहेछ नि त्यहाँ। आँखा हेरेर तान्नु पर्छ नि तिमीहरू। अनि सायो बाँधेर जान पो जस्तो मान्छेले नतानी कतै जान्छ? बाबा ल धन्यवाद है। ल नि अब हामीले
दुःख गऱ्यौँ काट्यौँ है बाबामा आयौँ सबै बसौँ, मान्छे हाम्रो रमाइलो आफ्नै गरेर। बा भनेर आयौँ यिनका आफ्नै बा यिनका आफ्नै बा ल अब हामी चाहिँ जान्छौँ सबैलाई धन्यवाद है ल अब चाहिँ जाने हो बोकेर 3 खेप गरिसके केटाहरूले उता गइसक्यो अब हामी जाने हो ल गाइस जानु पर्यो ल हे बाबु हामी 10 जना मात्रै हो केटाहरू एउटी उडुले 4 जना लड्यो भने म्याचमा नलाइछ भन्दा ओए भ्लगमा हानेर राम्रो बोलेको फेरि फेरि यो 4 जना मिलेर छोडिदिएर जाने लैजाउँ न त के हुँदैन लातारे लैदिउँले बरु किन बोकेर लानुपर्छ र ल गाइस अब त बोक्नु पर्छ फेरि बोक्दाखेरि भिडियो बनाउनु हुँदैन ल उहाँ पुगेर के भने बाटोमा बेलामा गरौँला बोकेर ल्यायो यो 6वटा मासु चाहिँ बोकेर ल्याएको है हामीले आज राम्रो छ यार ल गाइस हामी चाहिँ नि बोकेर नि आइयो बोक्दाखेरि भिडियो बनाउन नपाइने अब के गर्नु गाह्रो छ बोक्दाखेरि मेरो प्यारा प्यारा भाइहरू दाजुभाइहरू खतरै बोक्ने खतरा खतरा ल ल कस्तो भयो यात्रा एकदम दामी भयो दामी भयो पनि रमाइलो गरे नमस्कार फेरि पनि स्वागत छ हाम्रो ब्लगमा होइन त दाजु हो एक छ एकदम हिजो हामी बाँस काटेर आएको थियौँ होइन ट्याक्क 3 बजे आएको पानी पऱ्यो कि हैरान भयो अनि खल्डो गर्न पनि पाइएन त्यो भएर आज चाहिँ नि खन्नुपर्छ माटो पाल गाइस ल है त माटो खन्नुपर्छ आदि हामी चाहिँ खन्दैछौँ तर भ्लग बनाउँदाखेरि कसरी बनाउनु पर्छ स्यावा जवान हो ल यो हो नि त तरिका हो बडा दसैँको उपलक्ष्यमा हाम्रो गाउँले केटाहरूले चाहिँ नि यसो थपेको रे है कहाँबाट टुप्पो त अलिकति घुमाउनु पर्छ कि अझै यो उस गरेको बान्द्रे सर्छ चल्ला चल्ला न मामा पूजा गर्ने हो अहिले पूजा गर्ने न खाएको अनि त्यतिको पूजा गर्ने हो अनि धुपबत्ती बाल्टी हुन्छ कोही बच्चाहरु ए धुपबत्ती लिएर आउनु पर्छ यो माथि धुपबत्ती ओहो हिरो नि हाल्यो गइ सलै गइ लाडु गइ हाम्रो पिङ चाहिँ नि अब लगभग बनिसक्यो अब पुरानो जमानामा चाहिँ बाजे के भन्नु त यो के भन्ने हो यो रोटी के गर्नु पर्छ रे रोटी 4 लिङ्गमा काट्ने के ए 4 लिङ्गमा बाल्ने रे 4 लिङ्गमा बाल्ने रे के बोले भाइ अब के बोले Making a video. Hi guys.
अब रोटी चाहिँ नि उ त्यसै पुरानो कुराहरू संस्कृति है के भन्ने अब सबै कुराहरू चाहिँ नि गरेर आएको छ। अनि हाम्रो राम्रो आहा कति राम्रो आमाहरू बुहारीहरूले चाहिँ नि हामीलाई खाजा बनाइदिएको रहेछ। ओहो कति ठुलो रोटी पोलेको, कसले पोलेको होला यो रोटी त? ए तरकारी चाहिँ राम्रो मिठो बनाएको छ है। मासु, आलुको मासु, आलु मासु बनाउनु भएछ हाम्रो गाउँको फुपूहरूले। स्याबास ल पूजा गरेको है पूजा झुन्डाइसकेछ है। स्याबास माथिबाट तल होइन क्या, तलबाट माथि होइन सक्यो सबैलाई। तपाईँ खाने भरेस चढ्न सक्दैन अब चाहिँ नि अब ए भइसक्यो। बाल छैन अहिले बाल छैन म त छाप टोकी छिरा डिएसपीलाई दिए अटोग्राफ त्यो देख्दा डन्ठेहरू सबलाई आयो हट अट्याक।